टिकटकमा भाइरल भएको थियो यो मेरो जुजु धाउको रेसिपी। आज असार 15 को लागि पनि जुजु धाउ नै बनाऊ है त। जुजु धाउ अर्थात् दहीहरूको राजा। पहिले यो भक्तपुरको पहिचान थियो भने अहिले देशकै पहिचान भएको छ। नेपाल गएपछि एकपल्ट त ट्राई गर्नै पर्ने खानेकुरा र ठ्याक्कै त्यस्तै स्वादको बनाउन चाहिँ हाफ एन्ड हाफ दूध युज गर्न सकिन्छ। लास्ट टाइम बनाउँदा मैले हाफ एन्ड हाफ मात्रै युज गरेको थिएँ, तर आज चाहिँ म हाफ एन्ड हाफ र 2% मिल्क दुवै मिक्स गरेर बनाउँदै छु। अब दूधलाई आगोमा बसाले अनि मिठो बास्नको लागि सुकमिलको धुलो पनि हाले अनि गुलियोको लागि चाहिँ मैले मङ्क फ्रुट सुगर हाल्दैछु। यति हालिसकेपछि मजाले मिक्स गर्ने अनि दूध धेरै उमाली राख्नु चाहिँ पर्दैन। साइडबाट अलिअलि बबल्स आउने बित्तिकै आगो बन्द गरिदिने अनि सेलाउन छोडिदिने। दूध मनतातो भइसकेपछि दही जमाउने भाँडामा अलिकति दही राख्ने अनि माथिबाट दूध राख्ने र मिक्स गरिदिने अनि यसलाई न्यानो ठाउँमा जमाउन राख्ने। म चाहिँ सधैँ ओभनको लाइट अन गरेर ओभनभित्र राख्छु। दही जमिसकेपछि चाहिँ दहीलाई फ्रिजमा थप केही घन्टाको लागि राख्यो भने चाहिँ अझ राम्ररी सेट हुन्छ।